गाइस नमस्ते तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा। सो फाइनली गाइस हामी आज जाँदैछौँ त्यहाँ सुनसरीबाट हामी सप्तरी कङ्काली मन्दिर दर्शन गर्नलाई, किनकि भोलि म अब विदेशको लागि भोलि जाँदैछु। आज मेरो लास्ट दिन, त्यही भएर आज हामी दर्शन गर्नलाई जाँदैछौँ। म मेरो चाहिँ भुटु प्राणी अनि यता हुनुहुन्छ मेरो चुली बुनो, यो चाहिँ कान्छी बुनो। यहाँ चाहिँ चारजना अनुहार पनि हुनुहुन्छ गाउँको सिटीवाला चाहिँ। हामी चाहिँ चारजना जाँदैछौँ हाम्रो घरको, दुईवटा मेरो बुनो अनि मेरो बुढी अनि म। अहिले चाहिँ हामी के भन्छ उयो भाटाबारी पुग्न लागेको छ। पानी पनि पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ, मौसम पनि धेरै खराब, पानी परिरहेको छ यो पानी। ओके कुछ गरेर हेर्नु सक्नुहुन्छ, धेरै लङ बाटो भएर अल्छी लागिसकेको छ। स्कुटी भन्छ सिटीमा बस्न खुट्टा पनि खुट्टा गर्नु मिलेर कति बेला भाटाबारी पनि पुगेको छैन, कति बेला प्यारेज पुग्ने हो कोसीको, कति बेला प्यारेज कटिसकेपछि पानी त परेको छैन तर पनि परिरहेको छ ए परिरहेको अब अहिले भाटाबारी हामी पुग्न लाग्यो, तपाईँहरूले देखाउँछु अनि यसलाई चाहिँ कम्प्लिट गरेँ। सो फाइनली गाइस हामी भाटाबारी पुगिसकेको छौँ। हेर्न सक्नुहुन्छ भाटाबारी। ओइ गाडी भिजेको पानी परेर बिजोग छ, रोड पनि भिजेर हाम्रो बुनहरूको पनि हालत खराब छ अल्छी लागेर। कस्तो राम्रो आएको बुटकी, वाउ सो ब्युटिफुल। सिटी नै सिटी लागेको छ। अब हाम्रो सिटी ड्राइभर खोइ कता जानुभयो, कता जानु हुँदैछ, बोला खान जाँदैछ कि क्या हो। गर्नु नि हौ, कस्तो पागलमा चाहिँ घुम्दैन पनि सेकेन्ड आउँदैन यहाँ। सेकेन्ड टिकेन्ड केही छैन, यी भएकै छैन कि अझै पुरै पनि यता खराब। अब टाढा छैन, यहाँदेखि प्यारेज खुलाउँछ कोसी प्यारेज, अनि त्यसपछि कोसी प्यारेजपछि अनि त्यसपछि अनि भाटाबारी हामी जाने ठाउँ कङ्काली मन्दिर। ओके अहिले गर्छौँ, पानी परिरहेको छ, अहिले चाहिँ भिडियोहरू पुस्ट गर्छौँ। कस्तो दामी भ्यू छ, भाटाबारीदेखि प्यारेज जानेको भ्यू हो। हरियाली कति राम्रो, पानी रोक्ने नामै लिएको छैन। यहाँ चाहिँ मामा छ, यो बाटो चाहिँ इन्डिया जान्छ अरे है। यहाँ चाहिँ मामा छ कि क्या हो, यो मामाको सानो घर हो। वेलकम टु इन्डिया लेखिरहेको छ त्यो बोर्डमा। अब मेरो आइफोन त होइन, न त देखाइन्थ्यो त्यहाँ लेखेको। त्यो बोर्ड तपाईँहरूले हेर्न सक्नुहुन्छ, त्यो चाहिँ हाम्रो नेपाल र इन्डियाको बोर्डर। त्यो गेटको उतापट्टि इन्डिया। हुँदैन क्या, अनि त्यत्रो क्लियर कहाँ आउँछ त नि हौ। त्यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, आइफोन हो र मेरो। माछा मार्दैछ मान्छेहरू त्यहाँ।
किन देख्नै मिल्दैन होला त त्यहाँ सानो सानो त्यो कालो कालो देख्नु हुँदैछ त्यो माछा मारेको मान्छेहरू त्यहाँबाट धेरै टाढा छैन नजिकै छ 1 किलोमिटर पनि छैन ब्यारेज कोशी ब्यारेज पुलाउनलाई हेर्नु के कुन थियो त्यहाँ अस्ट्रेलिया कत्रो ठुलो चरा पो थियो त्यहाँ त म देखाउनै बिर्सेँ यस्तो ठाउँमा पनि घर बनाएर बसेर त मान्छेहरू यहाँ त बाढी आयो नि अब हामी फाइनल्ली ब्यारेज कोशी ब्यारेज पुल पुगिसक्यौँ उहाँ छ ब्यारेज पुल हेर्न सक्नुहुन्छ अब सिटी घुमाएर लगेर फाइनली हामी ब्यारेज पुल पुगिसक्यौँ कता पुग्यो बस लागिरहेछ ब्यारेजमा पानी परेर यहाँ पुरै हिलो हिलो भएको छ खोलामा कति पानी छ होला छैन आमा बाटो बिग्रेर के भएको यो बाटो फाइनली हामी ब्यारेज पुल पुगिसक्यौँ यहाँ चाहिँ मामा घर छ देखाइदियो तपाईँहरूलाई उहाँ हिँड्नु हुँदैछ पानी कति धेरै हेर्न सक्नुहुन्छ तपाईँले यो भाइहरू खै के दाउरा निकाल्नलाई हिँडेको चाहिन्छ कतिवटा फुल फुलेको छ पर मान्छेहरू छ के माछा मार्ने मान्छेहरू हो के हो त्यो चाहिँ मलाई थाहा भएन यो ब्यारेज पुल कटिसकेपछि हामी जान लागेको ठाउँ पुग्छ के अरे पहाड त कङ्काली मन्दिर कोई भी हाथ अच्छी रहस्य गाइस अब हामी ब्यारेज पनि कटिसक्यौँ फाइनली त्यहाँसम्म मात्रै हो खुट्टा दुखेर हालत खराब